अब हामी राइट अफ ल्यान्डलक डेभलपिङ कन्ट्रिज भनेको विकासोन्मुख भूपरिवेष्टित राष्ट्रहरूको अधिकार चाहिँ के छ भन्ने कुराहरू डिस्कस गर्न गइरहेका छौँ। अधिकारको कुरा गर्दाखेरि चाहिँ अब यो के को बेसमा चाहिँ अधिकारहरू छ त होइन भन्नाले यसलाई चाहिँ अन्तर्राष्ट्रिय कानुन होइन इन्टरनेसनल लजले कन्भेन्सनले होइन अनि त्यसपछि गएको इन्टरनेसनल ट्रेड र ट्रान्जिटले पनि चाहिँ के गरेको छ त भन्दाखेरि चाहिँ सेफगार्ड गरेको छ के भन्नाले भूपरिवेष्टित राष्ट्रहरूको ल्यान्डलक कन्ट्रिज डेभलपिङ कन्ट्रिजहरूको चाहिँ राइटलाई चाहिँ सेफगार्ड गर्नुपर्छ भन्ने कुरा लिएको भएर पनि त्यसलाई सेफगार्ड गरिएको छ। यसमध्ये यो राइटहरू चाहिँ किन डिजाइन गरिएको छ त, किन त्यस्तो खालको अधिकार ल्यान्डलक कन्ट्रिजलाई दिएको छ अथवा विशेष गरी ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई दिएको छ भन्दाखेरि चाहिँ यसमा यो ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरू सीसँग अथवा समुद्रसँग एक्सेस नभएको कारणले गर्दा उनीहरूले विभिन्न किसिमका च्यालेन्जेसहरू फेस गर्नुपर्ने भएको भएर होइन जसले गर्दा उनीहरूले ट्रेड र ट्रान्जिटमा नि फरक पर्ने भएको भएर चाहिँ यस्तो किसिमको अधिकार चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई दिएको हो भन्छ होइन। सुरुमा चाहिँ फ्रिडम अफ ट्रान्जिट होइन, ट्रान्जिट भनेको चाहिँ बाहिर अथवा कुनै देशसँग व्यापार गर्नको लागि अथवा उनीहरूलाई समुद्रसँग पहुँच हुनको लागि चाहिँ एक किसिमको फ्री अधिकार दिएको छ। यो भन्नुको मतलब के हो त भन्दाखेरि फ्रिडम अफ ट्रान्जिट कसले दियो त अधिकार, होइन यत्तिकै त अधिकार लिन्छु भनेर त पाइँदैन। यसलाई चाहिँ कानुनले दिएको छ। कानुनको पनि युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ सिप युएनसिएलओएस होइन ले चाहिँ के भनेको छ भन्दा आर्टिकल 125मा ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरूलाई चाहिँ उनीहरूलाई चाहिँ समुद्रसँग एक्सेस हुने अधिकार दिएको छ। अरू देशहरू अथवा समुद्रसँग जोडिएको देशहरूको लागि जति अधिकार छ ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई पनि के छ त त्यत्तिकै अधिकार छ। उनीहरूलाई कुनै किसिमको भेदभाव गर्न पाइँदैन भन्ने कुरा चाहिँ यसमा लेखिएको छ। अब ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई उनीहरू कुनै देशभन्दा अर्को देशमा जाँदैछन् भने समुद्रबाट चाहिँ उनीहरूलाई वस्तु तथा सामानहरूको होइन मान्छेहरू जान ट्रान्सपोर्टेसनको लागि चाहिँ एउटा चाहिँ के दिएको छ त एसेस दिएको छ भनेर भन्छ। त्यस्तै गएको अर्को छ गार्डको आर्टिकल 5ले नि के भनेको छ भन्दा ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरूलाई चाहिँ उनीहरूलाई पाएको पर्ने रुट मोस्ट कन्भिनियन्ट रुटबाट चाहिँ के गर्ने त भन्दाखेरि अननेसरी डिलेज र डिस्क्रिमिनेसन बिना नै गुड्सहरूको ट्रान्समिट गर्न हेल्प गर्नुपर्छ भनेर भनेको छ। सेकेन्डमा आउँछ सोभर्जिन इक्वालिटी एन्ड नन डिस्क्रिमिनेसन भनेको मतलब सार्वभौम सत्ता बराबरी होइन सार्वभौम सत्ता समानता भनेको। यसमा चाहिँ के भन्छ त यसमा पनि युएनसिएलओएसले नै दिएको छ। यसले के भन्छ त भन्दाखेरि चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिज होइन ल्यान्डलक डेभलपिङ कन्ट्रिज हेभ द सेम राइट एन्ड अब्लिगेसन होइन उनीहरूसँग चाहिँ कस्तो हुनुपर्छ त भन्दाखेरि चाहिँ उनीहरूसँग चाहिँ उस्तै अधिकार छ, उस्तै खालको अब्लिगेसन छ। एज कोस्टल स्टेट भनेको समुद्र सतहको देश किनारमा भएका देशहरूको जस्तो खालको अधिकार छ ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई नि त्यस्तै खालको अधिकार हुनुपर्छ, त्यस्तै खालको अधिकार दिनुपर्छ विदाउट डिस्क्रिमिनेसन। त्यसले गर्दा चाहिँ उनीहरू के त इन्टरनेसनल ट्रेडमा चाहिँ पार्टिसिपेट हुन सकोस् क्या भन्नाले उनीहरू चाहिँ वैदेशिक रोजगारीमा चाहिँ पार्टिसिपेट हुन सकोस् होइन वैदेशिक रोजगारीमा चाहिँ वैदेशिक व्यापारमा चाहिँ उनीहरू पार्टिसिपेट मजाले हुन सकोस् होइन जसले गर्दा हिन्डरेन्स नहोस् कि अब ल्यान्डलक डेभलपिङ कन्ट्रिज छ भन्दैमा उनीहरू वैदेशिक व्यापारमा चाहिँ पार्टिसिपेट हुन नपाउनु भन्ने त भएन नि त। अनि त्यसपछि उनीहरू इन्भाइरोमेन्टल प्रोटेक्सनमा होइन इन्भाइरोमेन्टल प्रोटेक्सनको कुरा गर्दाखेरि चाहिँ के त भन्दाखेरि चाहिँ वातावरण संरक्षण भनेको सबैलाई चाहिने हो होइन इभन ल्यान्डलक डेभलपिङ कन्ट्रिज डेभलपिङ कन्ट्रिज डेभलप कन्ट्रिज सबैलाई चाहिने हो। अब यस्तो खालको नैसर्गिक अधिकार पनि नपाउने भन्ने त हुँदैन। त्यो कारणले गर्दा पनि इन्भाइरोमेन्टल प्रोटेक्सन होइन कुनै रिसोर्समा एक्सेस हुन पाउनुपर्ने होइन जस्तै अन्तर्राष्ट्रिय साझेदारीले चाहिँ के भन्छ त भन्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय साझेदारीले के भन्छ त भन्दाखेरि चाहिँ जसलाई पनि के हुनुपर्छ त भन्दाखेरि एउटा साझेदारीले दिएको रिसोर्सहरूमा चाहिँ
पहुँच हुनुपर्छ भन्छ क्या, त्यो भएको भएर पनि उनीहरूलाई चाहिँ त्यो खालको सेवा सुविधा दिनुपर्छ भन्ने कुरा आयो। यो भनेको सेकेन्डमा। थर्ड भनेको चाहिँ एसेस टु पोर्ट एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट। पोर्ट भनेको चाहिँ समुद्र किनार अथवा एउटा किनारदेखि अर्को किनारमा बिचमा हुने ट्रान्जिट अथवा ट्रेडलाई चाहिँ पोर्ट भन्छ। अनि त्यसपछि गएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट भनेको चाहिँ पूर्वाधार विकास, जस्तै एजुकेसन भयो होइन, जस्तै एजुकेसन भयो, हेल्थ भयो होइन, ट्रान्सपोर्ट भयो, त्यसपछि कम्युनिकेसन भयो, अनि यो कुराहरूको चाहिँ एसेस हुनुपर्छ भनेको हुन्छ। यसलाई चाहिँ युएनसिएलओएस भनेको युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ सीले चाहिँ आर्टिकल कतिमा राखेको छ भन्दाखेरि आर्टिकल 131मा राखेको छ। भनेको के भनेछ भन्दा लिस्ट डेभलपिङ अथवा ल्यान्डलक डेभलपिङ कन्ट्रिज इन्टाइटल टु एसेस एन्ड युटिलाइज पोर्ट फेसिलिटिजहरू चाहिँ उनीहरूलाई पनि युटिलाइज गर्नुपर्नेछ। इन ट्रान्जिट कन्ट्रिज होइन, जुन देशमा गए पनि त युटिलाइज गर्नु पऱ्यो कि, जुन ट्रान्जिट कन्ट्रिजहरूमा चाहिँ उनीहरूलाई चाहिँ के त भन्दाखेरि चाहिँ पोर्ट फेसिलिटिजहरू युटिलाइज गर्न दिनु पऱ्यो क्या। यो युटिलाइज गर्न दिइसकेपछि उनीहरूलाई चाहिँ इक्विटेबल टर्म्स होइन, उनीहरूको गुड्स र ग्लोबल गुड्सहरू चाहिँ उनीहरू उत्पादन गरेको चिजहरू चाहिँ ग्लोबल मार्केटमा चाहिँ पुग्न सक्छ भनेर भन्छ। यसको लागि चाहिँ के हुनुपर्छ भन्दा जुन देशको समुद्रमा, जुन देशको किनारामा समुद्र छ त्यो देशले चाहिँ एकदम सहयोग गर्नुपर्छ क्या, कोअपरेट गर्नुपर्छ। त्यो देशले कोअपरेट गर्न सकेन भने यो अधिकार प्राप्त गर्नको लागि चाहिँ के त भन्दाखेरि चाहिँ तिम्रो यो अधिकार प्राप्त गर्नको लागि त्यो देशले चाहिँ के गर्न पाउँदैन त भन्दा त्यो देशले चाहिँ किन भन्दा अर्को देशले ल्यान्डलक डेभलपिङ कन्ट्रीले चाहिँ पुरा अधिकार लिन पाउँदैन क्या, त्यही भएर कोअपरेट गर्न चाहिँ एकदमै जरुरी छ। फोरमा प्रिभेन्सियल ट्रिटमेन्ट इन ट्रेड, जस्तै डब्लुटिओ एग्रिमेन्ट भयो, वर्ल्ड ट्रेड अर्गनाइजेसनको एग्रिमेन्टले के भन्छ भन्दाखेरि चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिज बेनिफिट फ्रम ट्रेड फेसिलिटेसन मेजर अन्डर द डब्लुटिओ ट्रेड फेसिलिटेसन एग्रिमेन्ट टिएफए विथ एम्स टु रिड्युस डिलेज एन्ड कस्ट एट बोर्ड। अब के हुन्छ भन्दाखेरि बोर्डरमा गएर एकदमै ढिला भइदिने, जसले गर्दा चाहिँ के हुन्छ भन्दा डेभलपिङ कन्ट्रिजहरूले चाहिँ उत्पादन गरेको गुड्सहरूको कस्ट बढ्न जान्छ क्या होइन। यसले गर्दा गुडहरूको कस्ट बढ्न जान्छ। त्यो गुडहरूको कस्ट बढ्न गयो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई चाहिँ भविष्यमा गएर उनीहरूले जुन मूल्यमा बेच्नुपर्ने हो त्यो मूल्यमा बेच्न पाएनन् भने होइन गुड्स एन्ड गुड्सलाई होइन, त्यसले गर्दा ल्यान्डलक डेभलपिङ कन्ट्रिजको आर्थिक इकोनोमिक पार्ट चाहिँ अलिकति कमजोर भइदिन सक्छ भन्ने कुरा गर्छ। अब अर्को चाहिँ के त अलिकति स्पेसल र डिफ्रेन्सियल ट्रिटमेन्ट दियो भने चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई चाहिँ ग्रेटर फ्लेक्सिबिलिटी मिल्छ भनेर भन्छ। अर्को चाहिँ राइट टु पार्टिसिपेट इन मार्टिमिम एक्टिभिटिज भनेको युएनसिएलएस युएनक्लोजले आर्टिकल 69मा के भनेको छ भन्दाखेरि चाहिँ तिम्रो ल्यान्डलक डेभलपिङ कन्ट्रिज होइन, जुन ल्यान्डलक डेभलपिङ कन्ट्री छ उनीहरूलाई चाहिँ के अधिकार हुनुपर्छ त भन्दाखेरि दे हेभ द राइट टु पार्टिसिपेट इन द एक्सप्लोइटेसन अफ मेरिन रिसोर्सेस भनेको मार्टिमिम एक्टिभिटिज भनेको समुद्रमा भएका मेरिन रिसोर्सेसहरूलाई चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजले पनि युटिलाइज गर्न पाउनुपर्छ, त्यसलाई मजाले पाउनुपर्छ अन द बेसिस अफ एक्सक्लुसिभ इकोनोमिक जोन्स चाहिँ इइजेडको बेसिसमा चाहिँ। त्यो इकोनोमिक जोन्सभन्दा बाहिर त छन् ल्यान्डलक डेभलपिङ कन्ट्रिज, तर उनीहरूले पनि म्यारिन रिसोर्सेसहरू चाहिँ मजाले युटिलाइज गर्न पाउनुपर्छ होइन। त्यो युटिलाइज गर्न पायो भने मात्र उनीहरूको देश विकास हुन सक्छ भन्ने कुराहरू चाहिँ गर्छ है। 6मा छ रिजनल एन्ड बाइलेटरल एग्रिमेन्ट भनेको द्विपक्षीय सम्झौता होइन। यो के हुनुपर्छ त जुन देश समुद्र सतहको किनारमा छ र अर्को जुन देश ल्यान्डलक कन्ट्री छ उनीहरू बिचमा पनि के हुनुपर्छ त सम्झौता चाहिँ हुनुपर्छ, बाइलेटरल एग्रिमेन्ट चाहिँ हुनुपर्छ भन्ने कुरा गर्छ। अनि रिजनल किन हुनुपर्छ भन्ने कुरा गर्छ। अब यसमा चाहिँ किन हुनुपर्छ त भन्दाखेरि चाहिँ रिजनल एन्ड बाइलेटरल ट्रिटिज हुनुपर्छ विथ ट्रान्जिट कन्ट्रिज होइन। ट्रान्जिट कन्ट्रिजसँग रिजनल र बाइलेटरल एग्रिमेन्ट हुनुपर्छ, जसले गर्दा के हुन्छ उनीहरूको राइटहरू चाहिँ उनीहरूको अधिकार चाहिँ अन्तर्राष्ट्रिय कानुनले पनि प्रोटेक्ट गर्न सक्छ भन्ने कुरा हुन्छ। जस्तै रेलवेजमा एग्रिमेन्ट हुनु पऱ्यो, हाइवेजमा एग्रिमेन्ट हुनु पऱ्यो, कस्टम प्रोसिजर्सहरूमा चाहिँ एग्रिमेन्ट हुनु पऱ्यो होइन। अनि अर्को चाहिँ के छ त भन्दाखेरि चाहिँ पार्टनरसिप फर ट्रेड कोरिडोर डेभलपमेन्टको लागि पनि पार्टनरसिप चाहिँ हुन एकदमै जरुरी छ भन्ने कुरा भयो। अर्को चाहिँ 7 नम्बरमा स्पेसल एसिस्टेन्ट अन्डर युएन फ्रेमवर्क्स 2003 र 2014ले चाहिँ के भन्छ भन्दा युएन फ्रेमवर्क युनाइटेड नेसनले चाहिँ राइट
फर्किदिनुपर्छ। अधिकार दिएको छ कसलाई भन्दाखेरि ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई अधिकार दिएको छ को रिसिभ के गर्नको लागि भन्दा टेक्निकल एन्ड फाइनेन्सियल एसिस्टेन्स फ्रम द इन्टरनेसनल कम्युनिटीबाट ल्यान्डलक डेभलपिङ कन्ट्रिज अलिकति ट्रेडको विषयमा इकोनोमिक इस्युजको विषयमा चाहिँ अरू देशहरूबाट चाहिँ एउटा किसिमको सहयोग पाउनुपर्ने टेक्निकल सहयोग होइन सँगसँगै अलिकति आर्थिक सहयोग फाइनेन्सियल एसिस्टेन्स पाउनुपर्ने एउटा अधिकार चाहिँ फ्रेमवर्क चाहिँ दिएको छ जसले गर्दा चाहिँ उनीहरू इन्फ्रास्ट्रक्चरको कुरामा होइन ट्रेड लजिस्टिक्सको कुरामा चाहिँ इम्प्रुभ होस् भनेर चाहिँ यो खालको अधिकार चाहिँ युएन फ्रेमवर्कले पनि दिइरहेको छ। अनि अर्को चाहिँ के त भन्दाखेरि चाहिँ इक्विटेबल पार्टिसिपेन्ट ग्लोबल फोरममा चाहिँ उनीहरूलाई चाहिँ बराबर समानता रूपमा पार्टिसिपेट गराउनुपर्छ भन्ने कुरा छ। जस्तै ग्लोबल डिसिजन मेकिङ प्रोसेस हुन्छ होल संसारमा चाहिँ किसिमको डिसिजन मेकिङ प्रोसेसमा चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरू चाहिँ के त भन्दाखेरि चाहिँ पछाडि नपरोस् भन्नको लागि चाहिँ उनीहरूलाई चाहिँ ट्रेडमा होइन ट्रान्जिटमा अनि डेभलपमेन्टको विकासमा चाहिँ के खालको चाहिँ एक किसिमको इक्विटेबल पार्टिसिपेट गराउनुपर्छ। उनीहरूको आवाजलाई सुन्नुपर्छ होइन उनीहरूको आवाज सुनियो भने मात्र पनि के हुन्छ त भन्दा युनिक च्यालेन्जेसहरू चाहिँ ओभरकम गर्न सजिलो हुन्छ। ती युनिक च्यालेन्जेसहरू चाहिँ एड्रेस हुन्छ भन्ने कुरा गरेको छ। अब्लिगेसन अफ ट्रान्जिट कन्ट्रिज अब ट्रान्जिट कन्ट्रिजलाई पनि कस्तो खालको अब्लिगेसन हुने भयो ल्यान्डलक डेभलपिङ कन्ट्रिजले गर्दा भनेको छ भन्ने कुरा हुन्छ। जस्तै ल्यान्डलक डेभलपमेन्ट कन्ट्रिजले आफ्नो अधिकारलाई चाहिँ इन्जोय गरिरहेको बेला चाहिँ युज गरिरहेको बेला युटिलाइज गरिरहेको बेलामा चाहिँ के हुनसक्छ भन्दा जुन ट्रान्जिट कन्ट्रिजहरूबाट हुँदै जाने जस्तो हामी चाहिँ बाहिर जाँदा इन्डिया आउँदै जानुपर्छ त्यसमा चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ स्मुथ ट्रान्जिट फेसिलिटेट गर्नु पऱ्यो होइन चार्ज पनि लिन पाउनु भएन ढिला पनि गरिदिनु भएन एउटा। अनि त्यसपछि उनीहरूको इन्फ्रास्ट्रक्चरमा चाहिँ डेभलप गर्नु पऱ्यो बोर्डर क्रसिङमा एफिसियन्ट गराइदिनु पऱ्यो। अनि चाहिँ पोलिटिकल एन्ड ट्रेड स्टेबिलिटी चाहिँ जहिले मेन्टेन गर्नु पऱ्यो पोलिटिकल स्टेबिलिटी जहिले मेन्टेन गर्नु पऱ्यो रुल्स रेगुलेसनहरू पोलिसिजहरू चेन्ज हुनु भएन होइन। अनि के गर्छ बोर्डर क्रसिङहरू चाहिँ मेन्टेन गर्नु पऱ्यो भन्ने कुरा गरेको छ। त्यो भएको भएर चाहिँ इन्टरनेसनल लज एन्ड फ्रेमवर्क्स होइन इन्टरनेसनल अन्तर्राष्ट्रिय कानुनले फ्रेमवर्कले चाहिँ कलेक्टिभली चाहिँ के गरेको छ भन्दा ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई चाहिँ ट्रेडमा ट्रान्जिटमा डेभलपमेन्ट अपर्च्युनिटिजहरूमा चाहिँ बराबर हुन दिएको छ। जसले गर्दा चाहिँ विभिन्न जियोग्राफिकल डिस्प्यारिटिज होइन जियोग्राफिकल डिस्प्यारिटिजले गर्दा डिसएडभान्टेजले गर्दा चाहिँ कुनै पनि ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरू चाहिँ आफ्नो रिजनल कोअपरेसन मेन्टेन गर्न ग्लोबल इकोनोमीमा पार्टिसिपेट हुन ग्लोबल डिसिजन मेकिङमा पार्टिसिपेट हुन चाहिँ उनीहरूलाई कसरी रोक्दैन भन्ने कुराको आधारमा पनि यो कुराहरू भएको छ यो कुराहरूको अधिकार दिएको छ भनेको छ। तर अधिकार युटिलाइज गरिरहेको कन्डिसनमा होइन तिमीले अधिकार त प्रयोग गरिरहेको छौ होइन तर अधिकार प्रयोग गरिरहेको अवस्थामा पनि के कस्ता च्यालेन्जेसहरू चाहिँ ल्यान्डलक डेभलपिङ कन्ट्रिजले फेस गर्नुपर्छ भन्ने कुरा छ। अब यो क्वेसन चाहिँ 6.3 राइट पढियो। अब 6.4मा चाहिँ एलएलडिसी ल्यान्डलक डेभलपिङ कन्ट्रिजको च्यालेन्जेस कस्तो बिसाइड्स उनीहरूलाई लो चार्ज लिनुपर्छ भन्ने कुरा लेखिए पनि होइन ल्यान्डलक डेभलपिङ कन्ट्रिजलाई लो चार्ज हुनुपर्छ भन्ने कुराहरू लेखिए तापनि के गर्नुपर्छ भन्दा कहिलेकाहीँ उनीहरूले धेरै ट्रान्सपोर्टेसन कस्टहरू बिहोर्नुपर्छ जसले गर्दा गुड्सहरूको मूल्य चाहिँ अभियसली महँगो हुन जान्छ। ड्युटी दियर ल्यान्डलक स्ट्याटस एलएलडिएस अफन फेस च्यालेन्जेस अब हाई सिपिङ कस्ट उनीहरूलाई समुद्रबाट लाँदा झन् धेरै पैसा लाग्न सक्छ एक्सपोर्ट गर्न धेरै पैसा लाग्न सक्छ जसले गर्दा ओभरअल कस्ट अफ ट्रेड बढ्न जाने भयो। सेकेन्ड भनेको चाहिँ जे कुराहरू गर्दा पनि जे कुराहरूमा पनि ल्यान्डलक डेभलपिङ कन्ट्रिजहरू चाहिँ आफ्नो नाइबरिङ कन्ट्रिजहरूसँग डिपेन्डेन्ट हुनुपर्ने कुरा भयो यो पनि एक किसिमको चुनौती भयो। एलएलडिस मस्ट रिलाइ अन द नाइबरिङ कन्ट्रिज अनि अर्को देशको नाइबरिङ कन्ट्रिजहरूमा चाहिँ उनीहरू चाहिँ डिपेन्ड हुनुपर्ने भयो विथ कोस्टल एसेस होइन कोस्टल एसेस भएको नाइबरिङ कन्ट्रिजहरूमा चाहिँ उनीहरू के हुनु पऱ्यो त डिपेन्डेन्ट हुनु पऱ्यो उनीहरू चाहिँ निर्भर हुनु पऱ्यो आत्मनिर्भर हुन पाएन जसले गर्दा चाहिँ उनीहरूलाई इन्टरनेसनल ट्रेडमा अलिकति च्यालेन्जेस चाहिँ बिहोर्न पर्छ। यसले गर्दा चाहिँ लजिस्टिक इस्युजहरू चाहिँ कहिले कम्प्लेक्स हुन्छ कहिले कुनै सम्झौता कहिले कुनै ट्रिटिज कुनै प्रोसिजर्स कुनै पोलिसिजहरूले गर्दा चाहिँ लजिस्टिक साइकल्सहरू चाहिँ अलिकति इस्युजहरू चाहिँ डेभलप हुनसक्छ। थर्डमा चाहिँ इकोनोमिक भुलनरेबिलिटी यो भनेको के हो त भन्दाखेरि मेनी ल्यान्डलक डेभलपिङ कन्ट्रिज एभ इकोनोमी द्याट हाइली भुलनरेबल एक्सटर्नल सकले गर्दा उनीहरूको इकोनोमिक चाहिँ एकदमै कम हुन जान्छ।
उनीहरूको इकोनोमिक ग्लोबल कम्युनिटीमा चाहिँ उनीहरूले नेचुरल डिजास्टरहरूमा पनि ग्लोबल कम्युनिटीसित चाहिँ राम्रोसँग कुराकानी नपाउने खालको छ। अनि ग्लोबल मार्केटसँग त लिमिटेड एसेस भइहाल्यो। ल्यान्डलक भन्ने बित्तिकै जति नै अधिकार दिए तापनि अलिकति उनीहरूलाई अरू देशहरूसँग व्यापार प्रवर्धन गर्न चाहिँ अलिकति गाह्रो हुने भयो ग्लोबल मार्केटसँग। जसले गर्दा चाहिँ फरेन इन्भेस्टमेन्ट एट्र्याक्ट गर्न गाह्रो छ। भनेको बाहिरी देशले आएर नेपालमा लगानी के आधारमा गर्ने त? उनीहरूले व्यापार प्रवर्धन गर्न सक्दैन, ग्लोबल इकोनोमिकलाई मेन्टेन गर्न सक्दैन। कसरी आएर उनीहरूलाई चाहिँ कसले आएर इन्भेस्ट गरिदिन्छ त? बाहिर देशमा मान्छे इन्भेस्टरहरू आएर इन्भेस्ट गर्दैनन्, जसले गर्दा ल्याकिङ हुनसक्छ भन्ने कुरा चाहिँ यहाँ गरेँ है। एकदम सजिलो छ, यो कुराहरू चाहिँ बुझियो।